नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई सरिता भुजेल युट्युब च्यानलमा। साथीहरू, आज मैले यो खसीको भुटुवाको रेसिपी सेयर गर्न जाँदैछु साथीहरू। अनि फेरि भुटुवा बनाउनलाई यहाँ एउटा कलेजो अनि यो फोक्सो लिएको छु, यो भयो। अनि आन्द्रा भुडी पनि लिएको छु। यो आन्द्रा भुडी राम्रो साफ गरेर पुरै चक्कुट चिरेर गरम पानीमा उमालेर यसलाई राम्रोसँग साफ गरिसकेको छु। भुडीलाई पनि है साथीहरू, भुटुवाको टेस्टी हुन्छ, टेस्टी। अनि यहाँ मसला बनाउनको लागि कराईमा तेल चढाइसकेको छु। अनि यहाँ प्याज पनि काटेको छु, 2-3टा प्याज काटेको छु, हरियो मिर्च खुर्सानी। अनि यो तेजपत्ता लिएको छु, 1 टुक्रा, बडी इलायची, अनि यो दालचिनीको टुक्रा पनि लिएको छु साथीहरू। यहाँ जिरा अनि धनियाँ पिसेको छु, 1 रातो खुर्सानी, अनि यो अदुवा लसुन पनि पिसिसकेको छु। यहाँ साथीहरू प्याज पनि सुनेर कलर भइसक्यो। अनि मैले यहाँ अदुवा अनि लसुन मसिनो गरेर पिसेको थिएँ चुलौटामा। यो यहीँ राख्दैछु। यसलाई नि राम्रोसँग भुट्नुपर्छ अदुवा लसुनलाई। यहाँ लसुन अदुवा प्याज हल्का ब्राउन कलर भइसक्यो साथीहरू। यहाँ यो जिरा अनि धनियाँको पेस्ट पनि मैले राखेर एकछिन यसलाई नि भुट्छु। यहाँ मसला भुटिसकेको छ। मैले यहाँ यो मासुहरू हाल्दैछु। मासुहरू यहाँ राखिसकेको छु। अनि यहाँ हल्दी पाउडर 1 चम्मच, 1-2 चम्मच, अनि स्वादको अनुसार नुन राख्दैछु। यसलाई राम्रोसँग मिक्स गरेर अनि ढक्कन बन्द गरेर पकाउनु होला साथीहरू, हजुरहरूले नि। राम्रोसँग मिक्स गरेर अनि मसला राम्रोसँग मिक्स गरिसकेँ। अनि मैले यसलाई ढक्कन बन्द गरेर पकाउँछु। यसलाई खुब भुट्नुपर्छ। पानी सुकेको छ है, यसलाई मजाले पानी सुकाउनु पर्छ। पानी सुकिसकेको छ। यहाँ मजाले भुटिसकेको छु मैले। थोरै गरम पानी हालेर अझै मजाले पकाउँछु एकछिन। साथीहरू, यहाँ बनेर रेडी भइसक्यो। भुटुवा भुटिसकेको छ। साथीहरू, यहाँ बनेर रेडी भइसक्यो भुटुवा, खसीको भुटुवा। टेस्टी टेस्टी, एकदम जुसी जुसी टेस्टी खसीको भुटुवा बनेर रेडी भइसक्यो साथीहरू। यहाँ सलाद छ, प्याज, खिरा अनि मुली छ, खुर्सानी छ। हजुरहरूले नि रेसिपी राम्रो लाग्यो भने हजुरहरूले नि यस्तै गरेर बनाउनु होला साथीहरू। अनि फेरि लाइक, सेयर, सब्सक्राइब च्यानललाई गरिदिनु होला।